प्रश्नबाट पन्छिँदै प्रधानमन्त्री बालेन्द्र शाह उत्तर दिन नचाहेर हो कि उत्तर दिन साहस नै नभएर सदनबाट टाटा बसिरहेका छन्। अहिले संसदमा ठूलो प्रश्न यही बनेको छ। वास्तविकता के हो प्रधानमन्त्री बालेन्द्र शाहको? यसको विषयमा पूरै जानकारी आजको समाचारमा हेर्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालय मतहत नै ताने गुप्तचर निकाय। तपाईँ 15 दिनपछि चोखिएर फेरि गृहमन्त्री बन्ने हो? सुदूर गुरुङलाई सञ्चारकर्मीको प्रश्न। छानबिन समितिले सुदूरलाई चोखाउने दाउ मात्र नगरोस् भन्दै काङ्ग्रेस नेता भीमराज आगम्बीको चेतावनी। बजेट ल्याउने तयारीका बीच प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर सोमलिङ वाङ्लेसँग भेटवार्ता। राजस्व परामर्श समितिले अर्थमन्त्री डाक्टर वाङ्लेलाई बुझायो प्रतिवेदन। अब समाचार विस्तारमा। काठमाडौँ महानगर प्रमुखबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै देशको कार्यकारी नेतृत्वमा पुगेका बालेनको सार्वजनिक उत्तरदायित्वप्रतिको शैली भने धेरै परिवर्तन भएको देखिएको छैन। महानगर प्रमुख हुँदा सामाजिक सञ्चार मार्फत एकातर्फी धरना सार्वजनिक गर्ने बालेन प्रधानमन्त्री बनेपछि पनि संसदमा खुलेर बोलेको अवस्था देखिएका छैन। प्रश्नहरू दिन प्रतिदिन बढिरहेका छन् तर उत्तर दिने ठाउँ भने उहाँको मौनता अझै कायमै छ। अझ रोचक कुरा त के हो भने आफ्नो सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको सामना गर्न पनि उहाँले चाहना देखाउनु भएन। यसकारण उहाँलाई संसदप्रति उत्तरदायित्व हुन नचाहने प्रधानमन्त्रीको रूपमा चर्चित हुन थालेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भन्ने बैठकबाट बाहिरिएको बताइन्छ। कार्यक्रम सकिएपछि राष्ट्रपतिलाई औपचारिक विदाई गर्ने समेत उहाँ उपस्थित नभएको विषयले थप चर्चामा आएको छ। संसदीय परामर्श अनुसार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्री स्वयं दिनुपर्ने अपेक्षा गरिएको थियो। त्यसै अनुसार उहाँ संसदमा उपस्थित नहुने अनुमान गरिएको थियो। बिहानै सिंहदरबारमा पुगे पनि नजिकै चलिरहेको संसद बैठकमा भने उहाँ उपस्थित भएन। बरु उहाँले अर्थमन्त्री डाक्टर वाङ्लेलाई जवाब दिने जिम्मेवारी सुम्पिएको खबर बाहिरियो। यसपछि विपक्षी दलहरू झन आक्रोशित भए। नेपाली काङ्ग्रेस र एमाले लगायतका दलहरू प्रधानमन्त्री नै संसदमा उपस्थित भएर जवाब दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए। यता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भने प्रधानमन्त्रीको बचावमा उभिएको देखियो। रासपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री सभा नियमावलीमा प्रधानमन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने स्पष्ट व्यवस्था नरहेको तर्क अघि सार्नुभयो। उहाँले प्रधानमन्त्री उपस्थित हुनुपर्ने मागलाई राजनीतिक दबाव मात्र भएको दावी गर्नुभयो। यसैबीच सभामुख डीपी आर्यालले पनि प्रतिनिधि सभा नियमावली 2079 अनुसार नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएर जवाब दिनै पर्ने बाध्यकारी व्यवस्था नभएको उल्लेख गर्नुभयो। त्यसैले विपक्षी दलहरूले माग गर्नु अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने निर्णय पनि गरेको छैन। देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मतहत लगिएको छ। बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दा गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मतहत नै लगिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मतहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मतहत लग्नु भएको थियो। तर जेन्जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मार्फत नै फर्काइदिएको थियो। 21 फागुनको प्रतिनिधि सभा निर्वाचनबाट झण्डै 2/3 बहुमत प्राप्त गरी रासपा संसदीय दलको नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मतहत लगिएको छ। 15 चैतमा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्गचित्र 2082 मा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की संयोजितको समिति तयार पारेको सुशासन मार्गचित्रको 802 पेजमा प्रष्ट रूपमा गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मतहत राख्न सुझाव दिएको हो। विभागलाई पटक पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालय मतहत राखेर अस्तित्व दिनु सुशासन मार्गचित्र लेखिएको छ। अझ यो काम 3 महिनाभित्र गर्नुपर्ने समेत उल्लेख गरिएको छ।
पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारले एक छानबिन समिति गठन गरेको छ। गृहमन्त्रीबाट हटेदेखि सुदन आफूले आफूमाथि छानबिन गर्न माग गरिरहनु भएको थियो। गृहमन्त्रीको छोटो कार्यकालमा नै विभिन्न प्रश्न उठेपछि उहाँले राजीनामा दिएर हिँड्नु परेको थियो। छानबिन समिति बनेपछि अब आफूले क्लिन चिट पाउने र फेरि गृहमन्त्रीमा फर्कने आश गुरुङको छ। उहाँलाई आरोप मुक्त गरेर गृहमन्त्री फर्काउनको लागि सरकारले यो छानबिन समिति बनाएको आशंका पनि कतिपयले गरिरहेका छन्। गुरुङले छोडेपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्को गृहमन्त्री बनाउनु भएन। उहाँले गृह मन्त्रालय आफैमा हातत राख्नु भएको छ। यसले पनि कतै गुरुङको लागि मन्त्रालय होल्ड गरिरहेका त होइन भन्ने आशंका उब्जिएको छ। संसद बैठकबाट राति आबेर बाहिर गर्दा पूर्व गृहमन्त्री गुरुङलाई केही सञ्चारकर्मीहरूले विषयमा प्रश्न सोधेका थिए। गुरुङले खासै स्पष्ट जवाब दिनु भएन, बरु मिडिया ट्रायल अत्याधिक भएको गुनासो पोखेको छ। तपाईले 15 दिनपछि फेरि गृहमन्त्री बन्दै हुनुहुन्छ भनेर मिडियामा आइसकेको के यो सत्य हो भन्दै सञ्चारकर्मीहरूको प्रश्न थियो। संसदीय दलका नेता भीम राजले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भएको छ। सरकारले गठन गरेको छानबिन समितिबारे प्रतिक्रिया दिँदै उहाँले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भयो। सरकारले गठन गरेको छानबिन समितिले सत्यता पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाई दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उहाँले भन्नुभयो, समितिले निष्पक्ष छानबिन गरोस्, चोखाउने दाइ मात्र नगरोस्, उहाँको भनाइ छ। पूर्व गृहमन्त्री सुदन गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाव बढेको थियो। त्यसपछि गुरुङले वैशाख 9 मा नैतिकताको आधारमा देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिनुभयो। राजीनामा दिएको 3 सप्ताह बितिसक्दा पनि सरकारले कुनै छानबिन समिति गठन नगरेपछि आदङ्गबलले गत बुधबार संसद बैठकमा सरकारको आलोचना गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डाक्टर सोनी वाङ्लेसँग भेट गर्नुभएको छ। उहाँहरू बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेट भएको हो। भेटका क्रममा सरकारले पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालयको स्रोतले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर अर्थमन्त्री वाङ्ले निस्किनु भएको छ।